पहिला हामीले के गर्थ्यौं भनेपछि ठूलो भिन्न पत्ता लगाउनको लागि सानो भिन्नलाई काट्ने काम गर्थ्यौं र अब हामीले के गर्नेछौं भनेपछि सानो भिन्न पत्ता लगाउनको लागि ठूलो भिन्नलाई काट्ने काम गर्छौं। अब हामी प्रश्नमा बुझ्नेछौं। यो दुईटालाई आपसमा कम्पेयर गर्ने, क्रस गुणा गर्ने, 3 तिया 9, 5 दुना 10। 9 र 10 मा कुन ठूलो? 10 ठूलो। भनेपछि यो कट्यो। अब हामीले यो र यो आपसमा कम्पेयर गर्नेछौं, क्रस गुणा गर्नेछौं। 7 तिया 21, यो वान टाइम हुन्छ है। 7 तिया 21, 5 चौको 20। 21 र 20 मा कुन ठूलो भनेपछि 21 ठूलो, यो पनि कट्यो। सबैभन्दा सानो भिन्न कुन हुने भयो? 4/7, यो हुन्छ हाम्रो। अब हामी प्रश्न नम्बर 2 तिर जानेछौं। अब हामीले यसमा पत्ता लगाउने छौं सबैभन्दा सानो भिन्न कुन हो? नियम हो त्यही हाम्रो, दुईटालाई आपसमा कम्पेयर गर्ने, क्रस गुणा गर्ने, 5 चौको 20, 8 तिया 24। 20 र 24 मा कुन ठूलो? 24 ठूलो, यो कट्यो। अब हामीले आपसमा यो दुईटालाई कम्पेयर गर्नेछौं, क्रस गुणा गर्नेछौं। 10 पंचे 50, यो वान टाइम हुन्छ है। 8 सत्ते 56, 50, यो 50 र 56 मा कुन ठूलो भनेपछि 56 ठूलो, यो पनि कट्यो। बच्यो कुन? यो भनेपछि 5/8 सबैभन्दा ठूलो फ्र्याक्सन हुन्छ है, सरी है, सबैभन्दा सानो फ्र्याक्सन हुन्छ। अब हामी प्रश्न नम्बर 3 तिर जानेछौं। नियम हाम्रो त्यही हो, आपसमा दुईटालाई कम्पेयर गर्ने, क्रस गुणा गर्ने। 9 पंचे 45, 11 दुना 22, ठूलो काट्ने, ठूलो 45, यो कट्यो। अब हामीले आपसमा यो दुईटालाई कम्पेयर गर्नेछौं, क्रस गुणा गर्छौं। 9 दुना कति? 18, यो वान टाइम हुन्छ है। अब 5 चौको 20, 18 र 20 मा कुन ठूलो भनेपछि 20 ठूलो, यो पनि कट्यो। बच्यो कुन? यो 2/5, सबैभन्दा सानो फ्र्याक्सन कुन हो? 2/5।